नमस्ते। विशेष आज हामी केराबारी गाउँपालिकाको समृद्धि विकास परिवर्तनमा विशेष गरेर 4 सालमा शिक्षा, स्वास्थ्य, बाटो, रोड, पुल, कृषि, पर्यटक कस्तो थियो विशेष गरेर जनताले भोट दिएर जिताइसकेपछि केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङज्यूले कस्तो थियो, कस्तो बनाउनु भयो र अब कस्तो बनाएर 5 वर्षमा टोटलमा जनतालाई, केराबारीका जनतालाई चाहिँ यहाँका विकास समृद्धि र उत्कृष्ट नमुना गाउँपालिका बनाएर दिनुहुन्छ त यिनै विकासका योजना तथा उपलब्धिले हामीले विशेष प्रस्तुत गर्न गइरहेको छौँ। 5-7 किलोमिटर माथि जाने बित्तिकै चिसो मौसम पाउन सकिन्छ अहिले पनि केराबारी गाउँपालिकामा। त्यसैले यो विविधतायुक्त चाहिँ पालिका भएकोले गर्दा यहाँका पर्यटकीय क्षेत्रलाई, कृषि र पर्यटनलाई सँगै जोडेर हामीले लाने प्रयास गरिरहेका छौँ। केराबारी गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्र भनेको केराबारी 4 मा रहेको तोपथुम्की डाँडा छ। त्यसले अहिले चाहिँ विभिन्न सामाजिक सञ्जालमा जैतुन पार्क भन्ने छ। त्यस्तै केराबारी 2 मा जेफाले टावर जुन चाहिँ पूर्वकै सबैभन्दा फेमस टावरमा गनिन्छ अहिले पनि छ। केराबारी 3 मा मगर सङ्ग्रहालय नामको टावर छ एउटा, लगायत अरू यहाँ पनि धेरै सिमसारहरू छन्, धेरै मठ मन्दिरहरू छन्, धेरै गुफाहरू पनि छन् यहाँनिर। अहिले यी सबैलाई चाहिँ समेटेर एकीकृत पर्यटकीय योजना, गुरु योजना पनि हामीले तयार गरिसकेको अवस्था छ। तर त्यसलाई कार्यान्वयन गर्नको निम्ति हामीसँग पनि अब हामी निर्वाचित भएर आउनुभन्दा अगाडिको केराबारी र हामी निर्वाचित भइसकेपछिको केराबारीमा पक्कै पनि यहाँको स्थानीय र यहाँ अब आउनुहुने विभिन्न बाहिर ठाउँबाट आउने पर्यटकहरूले पनि केही महसुस गर्नुहुन्छ भन्ने हामीलाई पनि लागेको छ। तर त्यो पक्कै पनि अब पर्याप्त छैन। बाँकी रहेका विकास निर्माणका कामहरू, यहाँको चाहिँ स्थानीयलाई रोजगार दिने कामहरू, पर्यटकीय, कृषि, शिक्षा, स्वास्थ्य, होइन, खानेपानी लगायतलाई समेटेर अब यहाँका जनतालाई अधिकतम थोरै लगानीमा अधिकतम सेवा सुविधा दिने गरी हामीले योजना बनाएका छौँ। र मलाई लाग्छ त्यसमा हामीले 100% नभए पनि 50-60% चाहिँ सफल भएको। अब 1 वर्षमा अन्य कामहरू घर घरमा उहाँहरूको घर घरमा गएर उहाँहरूलाई हामीले भेटघाट गरेको छौँ र अति पूर्ण अशक्त अपाङ्गलाई पनि हामीले घर घरमा ओछ्यान परेका अपाङ्ग अशक्तहरू कति छ के अरे त्यो डेटा चाहिँ हामीले कुन वार्डमा कति छ नछुटाइकन उहाँहरूलाई हामीले फर्स्ट स्टेसनको सामग्री र सामान्य विशेष गरेर यो वडा नम्बर 4 को वडा कार्यालय यहाँको विकास परिवर्तन कतिको हाम्रो गाउँपालिका अध्यक्षज्यूले विकास गर्नुभयो सर? अब गाउँपालिका अध्यक्षज्यू सुमन मिरिङचिङज्यू हुनुहुन्छ, उहाँले गर्नुभएकै छ। पहिला वडा कार्यालय यहाँनिर पहिला कस्तो थियो, कस्तो बन्यो? वडा कार्यालय पहिला यहाँ मास्तिर थियो, यो एउटा भवन छ, सामुदायिक भवन, त्यहाँनिर सानो कोठामा चलाइरहेको अवस्था थियो। त्यसपछि स्वास्थ्य पनि त्यही भवनको किचनमा स्वास्थ्य, अनि भवनमा चाहिँ वडा कार्यालय चलिरहेको भवनको केही भागमा त्यस्तो अवस्था थियो। अहिले चाहिँ अब वडा कार्यालय भवन अलग्गै अनि स्वास्थ्यको भवन अलग्गै बनाइदिनु भएको छ। कतिको विकास भयो त वडा नम्बर 4 मा हाम्रो जुन यो गाउँपालिका अध्यक्षज्यूले कतिको परिवर्तन ल्याए जस्तो लाग्छ सर? पहिलाको भन्दा परिवर्तन त भएकै हो। गर्न गएकी केराबारी गाउँपालिका अध्यक्षज्यूले जुन व्यवस्थापन गर्नुभएको छ, यतापट्टि चाहिँ हाट बजारलाई चाहिँ ढलान गरेर माथिबाट चाहिँ टिन लगाएर सुरक्षित रूपमा चाहिँ बजार व्यवस्थापन गर्नुभएको छ। यसको विशेष कुरालाई प्रस्तुत गर्नको लागि हामीसँग केराबारी वडा नम्बर 10 बाट हाटखोलाबाट स्थानीय बासिन्दा हुनुहुन्छ। उहाँसँग हामीले यहाँको विकास परिवर्तन, समृद्धि, सुशासन व्यवस्थापन, बजार व्यवस्थापन र कृषि कोल्ड स्टोरबाट जनतालाई हुने फाइदाको बारेमा विशेष महत्त्वाकांक्षी कुरा गर्नेछौँ। स्वागत छ हजुरलाई न्युज 90 टिभीमा। धन्यवाद। विशेष गरी कोल्ड स्टोर यतापट्टि कृषि भवन बनाएको छ एकदम भव्य रूपमा 3 तले। यसले तपाईँहरूलाई कतिको दुःख योभन्दा अगाडि थियो र यो बनेपछि कतिको सहज भयो र यसबाट के फाइदा हुन्छ र आफूले लगाएका बाली नालीलाई यो कृषि बजारमा भएका सामानलाई कसरी स्टोर गर्नु भएको छ दाजु? प्रश्नको लागि तपाईँलाई धन्यवाद। थ्याङ्क यू। यो बनिनुभन्दा अगाडि चाहिँ अब हाम्रो केराबारीमा त्यति व्यवस्थापन थिएन। यहाँ तरकारी बजार, हरेक बजारहरूको पनि त्यति व्यवस्थापन थिएन। यो भर्खरै बनिँदै गरेको हो। यसमा अरू मसिना टहराहरू थिए, अव्यवस्थित तरिकाको थियो। त्यसलाई चाहिँ अहिले सुरक्षित ठाउँमा व्यवस्थापन गरेर अहिले यो भवनको निर्माण सकिएको छ। यसको मेन उद्देश्य भनेको चाहिँ हाम्रो अब यो केराबारी क्षेत्रभित्र, केराबारी गाउँपालिकाभित्रका जति पनि कृषकहरूले उत्पादन गरेका खेतीपातीका मार्फत आउने सागसब्जी, फलफुलहरू, तरकारीहरू चाहिँ यहाँ ल्याएर यहाँ स्टोर गराउने अनि यहाँदेखि चाहिँ हामीले व्यापारीहरूलाई वितरण गराउने
गरिदिने हिसाबले चाहिँ यो गाउँपालिकाका अध्यक्ष हाम्रा सुमन मिरिङसिंहज्यूको अवधारणा अनुसार हामीले यो योजना क्षेत्रमा बाटो पिच ढलान बिजुली बत्ती हिजो के कस्तो थियो र के कस्तो किसिमको चाहिँ काम भयो त यिनी विकास परिवर्तन समृद्धिको बारेमा विशेष गरेर यो जुन पिच ढलान देख्न सक्नुहुन्छ यसको बारेमा हामीले यो कस्तो थियो कस्तो बन्यो र अझै कस्तो बनाउनु पर्छ विशेष गरेर स्थानीय बासिन्दासँग विशेष कुराकानी गर्छौँ। स्वागत छ सर हजुरलाई। विशेष गरेर तपाईँले थाहा पाउँदा यो केराबारी वडा नम्बर 8 को यो जुन रोड पिच अहिले एकदम भएको छ नयाँ कस्तो थियो यो तपाईँलाई कस्तो लागिरहेछ यो बनेर यहाँको बिजुली बत्ती र अन्यमा केमा विकास भयो? धेरै विकास हो। के भयो 1 2 3 4 गरेर बताउनु मैले के अब यो पहिले बाटो थिएन। कस्तो थियो यो खाल्डा खुल्डी बाटो थियो, हिलो बाटो। बर्खामा केटाकेटी बोर्डिङ जाँदा स्कुल जाँदा धुलो मैलो हुन्थ्यो, हिलो खेल्नु जानु पर्थ्यो, ब्याग हिँड्दा पनि लड्थ्यो पर्थ्यो, चिप्लो थियो। अहिले धेरै सुधार भएको छ। धेरै अनि अन्य बिजुली बत्तीमा चाहिँ कति किलोमिटर जति लगभग यो रोड भयो? यो मोटामोटी भन्नु नि यहाँदेखि यहाँसम्म कति होला 80 मिटर पिच भयो। अनि यहाँ चाहिँ अरू अन्यमा के विकास भयो त? त्यो बत्ती पहिले होचो थियो, अब हजुर यति गरिदिनु पर्यो। यति गरिदिनु हस् त, थ्याङ्क यू। आफ्नो विचारधारा केराबारी विकास समृद्धि परिवर्तनमा आफ्नो विचार राख्नुभएको सरलाई धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच। पालिकाको समृद्धि विकास र परिवर्तनमा विषय र स्वास्थ्य क्षेत्रलाई राम्रो गुणस्तर व्यवस्थित गर्न औषधि भवन डाक्टरको के छ त जनतालाई सेवा सुविधा व्यवस्थापनमा के गर्नुभयो त गाउँपालिका अध्यक्षले? यिनै विविध विषयलाई प्रस्तुत गर्न विशेष गरेर केराबारी गाउँपालिका वडा नम्बर 10 बाट स्थानीय बासिन्दा हुनुहुन्छ। उहाँले केराबारी गाउँपालिका हस्पिटल बन्दैछ र यसमा हामी विशेष गरेर यो पछाडिपट्टि इमर्जेन्सी देख्न सक्नुहुन्छ। हामीसँग यतापट्टि सिस्टरहरू हुनुहुन्छ यहाँको र यतापट्टि डाक्टर हुनुहुन्छ। विशेष गरेर हामीले स्थानीय बासिन्दासँग सेवा सुविधा व्यवस्थापन गुणस्तर र जनताको सेवा सुविधामा के कस्ता काम भयो यिनी विविध विषयमा हामीले विशेष कुराकानी स्थानीयसँग गर्नेछौँ। स्वागत छ सर हजुरलाई न्युज 9 टिभीमा। नमस्कार। विशेष गरेर यो केराबारी गाउँपालिका अध्यक्षज्यूले चाहिँ जनतालाई सेवा सुविधाका लागि औषधि भवन डाक्टर र यहाँको जुन गाउँपालिका स्तरको हस्पिटल छ के कस्ता प्रबन्धन सहित हिजो कस्तो थियो कस्तो बनाउनु भयो अझै कस्तो बनाउने योजनाका साथमा अगाडि बढिराख्नु भएको छ हजुर र के सेवा सुविधा जनतालाई दिइराख्नु भएको छ यहाँको डाक्टर नर्सज्यूहरूले? योभन्दा 4 वर्ष अगाडि यो स्वास्थ्य चौकी थियो। अहिले यो आएर पालिका अस्पताल भएको छ, केराबारी पालिका अस्पताल। यसले अब यो भवन पनि नयाँ निर्मित हुन गइरहेको छ, अहिले निर्माणाधीन छ। अहिले आएर अस्पताल यो बजेट त मलाई अब अहिलेको पहिलेको बजेट अनुसार पहिले 11 करोडको थियो, अहिले 12 करोड लगभगको बजेट अनुमान गरिएको छ। र अहिले चाहिँ यो पालिका स्तरको यो हस्पिटलबाट चाहिँ अहिले केराबारीका जनतालाई मात्र नभएर बाहिरसम्मलाई कहाँसम्मलाई कस्ता कस्ता सेवा सुविधा उपलब्ध छन् त पाउनु भएको छ तपाईँले? अब यस पालिकामा 10 वटा वार्ड छन्। 10 वटा वार्डमा झन्डै 5 वटा वार्डहरू पहाडै पर्छ, बाँकी अरू 5 वटा वार्ड तराईकोले छोएको छ। अब पाउने सुविधाको लागि त यहाँ अब डाक्टरहरू हुनुहुन्छ 2 जना हैन, उहाँले दिनुपर्ने सुविधा दिइरहनु भएको छ। र हाम्रोमा यहाँ ओपिडी सेवा छ, इमर्जेन्सी छ, भिडियो एक्सरे पनि सञ्चालन छ हप्तामा 2 पटक हैन। विराटनगर कोशी अञ्चल अस्पताल आएर रेडियोलोजिस्टले डायग्नोसिस गर्नुहुन्छ। साथै गरेर हाम्रा अब सरकार गभर्नमेन्टबाट तोकिएका खोपहरू चाहिँ सञ्चालनमा छन्। अब टिबी भयो, लेप्रोसी भए यस्ता सुविधाहरू पनि प्राप्त छन्। र साथसाथै अब यहाँ जुन प्रजनन सेवा लगायत हाम्रो बर्थिङ सेन्टर छ, बर्थिङ सेन्टरमा हाम्रो 24 घण्टा बर्थिङ सेन्टर यहाँ बच्चा हैन जन्माउने काम हुन्छ। र लगायतका हाम्रो फार्मेसी छ, हाम्रो अस्पतालले फार्मेसी पनि सञ्चालन गरेको छ, यहीँबाट वितरण हुन्छ है। पहिलाका कार्यकालमा पनि भएकै हो र अनि अहिले त्यस पछाडिको कार्यकाल हाम्रो सुमन मिरिङसिंह गाउँपालिका अध्यक्षको तर्फबाट चाहिँ उहाँको के अरे योजना जति पनि छन् वडा नम्बर 6 का र तिनीहरू अब कतिपय ग्राभेल अब थोरै मात्रै ग्राभेलहरू छ, छोटा छोटाहरू। अब जस्तै मानिलिउँ यही बिचको बाटो 3 किलोमिटरको बाँकी हुन बाँकी छ। र अब अरू खेल मैदानहरूमा पनि अब प्रगति हुँदैछ। तेह्रथुमे टोल विकासको खेल मैदान राम्ररी नै भइराखेको छ। अब त्यति फिनिसिङ पूर्ण रूपमा चाहिँ भइराखेको छ, हुन बाँकी छ। पिच कति जति बन्नु होला हजुर यहाँ? पिच अब यहाँ मालिक 700 मिटर तल्लो बाटोदेखि लिएर माथि मदन राजमार्ग हाइवेसम्म 700 मिटर हो।
यो बन्नुमा चाहिँ हाम्रो यहाँ चाहिँ स्थानीय लगायत गाउँपालिका सबैको समन्वय गरेर खासै सरकारी बजेट होइन, यो चाहिँ स्थानीय स्रोत साधन मार्फत दिए बापत यो चाहिँ भूमिका खेलिदिनु भयो। यो चाहिँ धेरै राम्रो भयो। वडाकामा चाहिँ के काम भयो त हजुर? अब यो बिजुली बत्ती, सडक बत्ती यहीँको हाम्रो चाहिँ स्थानीय टोल विकास संस्थाले हामीले चाहिँ पहल हाम्रै एउटा मेहनतले हामीले चाहिँ जडान गरेका हौँ। र अब मेन अहिले लाइनमा चाहिँ मेन ठुल्ठुला रोडमा चाहिँ अब गाउँपालिका तर्फबाट त्यो पनि एउटा के अरे भूमिका खेलिदिनु भयो। त्यो के भन्न चाहनुहुन्छ गाउँपालिका अध्यक्षलाई, केराबारी गाउँपालिका? उहाँलाई म के भन्नु चाहन्छु भने उहाँले अलि के अरे उहाँको सोच विचार अनुसार अलिअलि गर्नै भएको छ, नगरेको छैन। गरेकोलाई गरेको छ भन्नुपर्छ। र उहाँलाई यति अब 1.5 वर्ष होला अझै कार्यकाल होइन, त्यो भित्रमा पनि अझै अलिक सोच विचार के गर्नुपर्छ होला वार्ड अब मेन कुरो 6 नम्बर वडाको लागि चाहिँ नि अझै बाटो, यही बिचको बाटो यो चाहिँ नि चम्पाखोली टोलको चाहिँ नि 3 किलोमिटरको कालोपत्रे र नि यता माथि बिमिरे राङ्चा जाने ठाडो बाटाहरूमा चाहिँ नि अलिकति त्यही खालको वार्डको तोपथुम्कीलाई प्राथमिकता दिँदै हामीहरूले त्यहाँनिर पहिला चाहिँ अग्लो डाँडोदेखि बाहेक केही पनि थिएन। त्यहाँ बाँदरहरू मात्रै कुद्ने, ढेँडोहरू, त्यस्तो जनावरहरू मात्रै हिँड्ने अग्लो डाँडो। त्यो एउटा भूगोलले चाहिँ दिएको जग्गा डाँडो छ र त्यसलाई तल बाटो लाने प्रक्रिया अगाडि बढ्यो। बाटो लगे पश्चात त्यहाँ गेट बन्यो। गेट बनेपछि तपाईँको अहिले 247वटा जस्तो लाग्छ मलाई सिँढी, पक्का सिमेन्टको सिँढी निर्माण भयो। त्यस पश्चात त्यो बिचमा सिँढी जाँदा जाँदा एउटा सामान्य पक्का घर बन्यो, आश्रम घर, यसो थकाइ मार्ने बस्ने। र त्यहाँ अलिकति निगरानी नभएर त्यसलाई पनि अलिकति नियन्त्रित नभएर अनियन्त्रित भइरहेको अवस्था छ। त्यस पछाडि माथि टपमा पुगेर हामीहरूले एकदम ठुलो झन्डा राख्ने जमरको एउटा माहौल चल्यो। बजेट पनि अलिकति थियो, 25 लाख जस्तो पैसामा हामीले झन्डा राख्ने निर्माण कार्य ठेक्कापट्टा दियौँ। ठेक्कापट्टादेखि नै काम हुँदै थियो, झन्डाहरू नि बन्यो, उठ्यो, झन्डा पनि उठायौँ। तर त्यो जग, त्यो ठुलो फलामको बिजुलीको पोल जस्तो त्यो रहने उसको जग चाहिँ खनाई अथवा त्यो जडानको कमजोरीले गर्दाखेरि केही समयपछि हावाले ढल्यो। ढलेपछि त्यसलाई उठाएर त्यो पसारो भयो, त्यसलाई कता हटाउने भन्ने एउटा समस्या आयो। त्यसलाई पनि साइड लगाएर अहिले गएर फेरि थोरै 15 लाखहरूलाई हटाएर चाहिँ अलिकति व्यवस्थित रेलिङहरू राखिएको छ। त्यहाँ मार्बल छपाईहरू भएको छ। एउटा सानो के घर भन्नु त्यसलाई, कर काट्ने, रसिद काट्ने जस्तै सानो रकम लिनुपर्छ त्यस्तो खालको एउटा घर बनेको छ। अहिले त्यो सुरु चाहिँ भएको छैन, तर लक्ष्य चाहिँ त्यो हो। र त्यो ठाउँलाई बनाउनका लागि अझै पनि मैले आफ्नै यो स्थानीय बसोबासोको हिसाबले पहिलादेखि हेर्दा पनि त्यहाँ एउटा शौचालयको आवश्यक छ र खानेपानीको आवश्यक छ। बत्ती कुनै ठुलो छैन, त्यहीँ तलतिर छ। त्यो बत्ती थोरै लगानीमा नि त्यहाँ पुगिहाल्छ, त्यो छ। र विकास भयो केराबारी गाउँपालिका वार्ड नम्बर 4 को थुम्की क्षेत्र, केराबारी गाउँपालिका थुम्की क्षेत्रको तोपथुम्कीमा र विकास केही भएको हो। यता 2 नम्बरमा हेर्ने हो भने जेफालेतिर केही अलिकति % बढी विकास भएको छ। र अझै पनि यो तोपथुम्कालाई अलिकति हाराबारा चुस्त दुरुस्त बनाउने हो भने यो केराबारी गाउँपालिकाको 10 वडा मध्येमा पर्यटकीय स्थल चाहिँ सर्वप्रथमको जग्गा र अध्यक्ष भएपछि चाहिँ हामीलाई अब हामी 5 नम्बर बासी भए पनि यो पुल अब 6 नम्बर र 5 नम्बरको सिमानामा अवस्थित हुँदाखेरि अब केराबारी पैदल यात्रा जान पनि हामीलाई बजार जान, हाट बजार जान पनि सजिलो भएको छ। त्यसरी कतिको विकास परिवर्तन आयो? अब विकास नयाँ के चाहनुहुन्छ तपाईहरु? पहिलेको हेरेर धेरै विकास भएको महसुस
मान्छौँ हामी चाहिँ। यो पुलको अवस्था कस्तो थियो, कसरी यात्रा गर्नुहुन्थ्यो, कस्तो थियो अवस्था 4 साल अगाडि? यहाँ त अब पुल त कुरै नगरौँ, अब बाढी आउँदा त अब बाढी घटेपछि मात्रै ओरदोर चप्पल बोकेर जुत्ता बोकेर तर्ने अवस्था थियो। अहिले कस्तो छ? अहिले धेरै राम्रो छ, पुल बनिकनदेखि हामीलाई एकदम के भन्न चाहनुहुन्छ सुमन मिरिङचिङ गाउँपालिका अध्यक्षज्यूलाई? अब धेरै धन्यवाद, हाम्रो विकास गरिदिनु भयो, गाउँको लागि ठुलो काम गरिदिनु भयो, राम्रो मान्छु म। दर्शक नमस्ते, विशेष गरेर आज हामी केराबारी गाउँपालिका वडा नम्बर 7 को विकास परिवर्तन समृद्धिमा विशेष गरेर यो ढलान छ यतापट्टि, यो ढलान कस्तो थियो, कस्तो बन्यो र अझै कस्तो बन्दैछ, विकास परिवर्तन समृद्धिमा केराबारीको उन्नति प्रगति भएको कुरालाई विशेष गरेर स्थानीय सरसँग विशेष कुराकानी गर्छु। स्वागत छ हजुरलाई न्युज गान्धीको। स्वागत छ। विशेष गरेर यो बाटो यहाँको वडा नम्बर 7 मा के कस्तो थियो, के विकास र परिवर्तन भयो त हजुर? नमस्कार, मेरो नाम चाहिँ कविन्द्र लिम्बू हो। यसको विषयमा धेरै राम्रो भइरहेछ। अब यो अहिले यो गौडाको विषयमा भन्नुहुन्छ भने यो गौडा पहिला हामीले धेरै दुःख गरेर माथिबाट घुमाएको थियौँ। त्यहाँ पनि लगभग घुमाएर कता ल्याउनु भयो? घुमाएर हामीले यस्तो त्यो बाटै माथिबाट थियो, खोलैतिर झर्थ्यो। हजुर, खोला त्यहाँबाट यसरी हिँडिन्थ्यो। त्यो पछाडि यो मदन राजमार्ग बनिसकेपछि हामीले यो बाटो हामीलाई दिएको थिएन, मदन राजमार्गले पनि यहाँबाट टर्निङ हुँदैन भनेर दिएको थिएन। यो चाहिँ अब यो टर्निङ यो पुलको मुख पऱ्यो, यो टर्निङले गर्दा अप्ठ्यारो हुन्छ भन्ने कुरो आएको थियो। अनि हामीले चाहिँ लगभग जबरजस्ती जस्तै उहाँहरूसँग चाहिँ सहकार्य गरेरै गर्नु चाहिँ यो भित्तालाई पनि खाएर भित्ता गर्ने झार्ने पनि उहाँहरूले सहयोग गर्नुभएको हो पहिला। हजुर, मदन राजमार्गले यो ट्र्याकको लागि। त्योभन्दा पछाडि यो ट्र्याक खोलिसके पछाडि यो एउटा हाम्रो वडाको बजेटबाट एउटा कुलोको लागि यहाँनिर हामीले कल्भर्ट बनायौँ। हजुर, त्यहाँदेखि पनि विकट हुन्छ, दालचोकदेखि आउने माथि पिचमा जोडिन्छ। अनि यो चाहिँ यो बाटो त्यस्तो थियो, धेरै दुःख गरेर यहाँ पुऱ्याइयो। 4-5 किलोमिटर जस्तो यताको गाउँ अहिले सुगम भएकोले गर्दा। हजुर, धेरै सुगम भइरहेछ। अन्तिममा के भन्न चाहनुहुन्छ गाउँपालिका अध्यक्ष केराबारी गाउँपालिका अध्यक्षलाई? अब मैले अलि यो बाटोको विषयमा अलिकति पुरा गरिदिन्छु है। यो बाटो त्यस्तो थियो, त्यस्तो भएपछि बजेट नै नहुने, अनि लास्टमा चाहिँ अब गाउँपालिका अध्यक्ष हाम्रो सुमन मिरिङजी हुनुहुन्छ, उहाँसँग नै कुरो भएर उहाँसँगै बसेर यो बाटो बनाउनु पर्छ, यो बाटो यस्तो छ भन्यो त हाम्रो कुरो भएपछि उहाँले यो हामीलाई जम्मा 9 लाख रुपियाँ दिनु थियो। 7 लाख र यता 2 लाखको वडाबाट सिलिङ बजेट 2 लाख थियो। त्यो पैसा ल्याएर हामीले यसलाई मर्मत गरेर बनायौँ। यो पल्लोपट्टि नली भित्तामा देखिराखेको छ अहिले। यो नली चाहिँ फेरि हामी स्थानीयहरूले 5 बोरा 5,000 5,000 2,000 1,800 यसरी पैसा उठाएर पनि लगभग 32,000 खर्च गरेर यो नली बनायौँ। अहिले पनि हाम्रो 3,000 पुगेन र पनि हामीले यसरी दुःख गरेर बनायौँ। यो बनाए बाबत फेरि हामीले हाम्रो गाउँपालिका अध्यक्षलाई हामीले यो कुरा सुनाएपछि ल ठिक छ तपाईँहरूले त्यत्रो गर्नुभयो, म तपाईँहरूलाई बाटो जोडिदिएर पुरा बनाइदिन्छु भन्नुभयो। फेरि पनि हामीलाई यो बाटो जोड्नु पुरा गर्नु अहिले फेरि पनि उहाँले 2,80,000 दिनुभयो। त्यो पैसाले यो फेरि अहिले बनाइएको छ। यो ढलान धेरै मोटो छ, भित्र सबै रड बुनिएको छ, रडै रड छ। अहिले हस् त आफ्नो विचार धारा र आफ्नो यो विकासका लागि राख्नुभएको सरलाई धेरै धन्यवाद। 5-7 किलोमिटर माथितिर जाने बित्तिकै चिसो मौसम पाउन सकिन्छ अहिले पनि केराबारी गाउँपालिकामा। त्यसैले यो विविधतायुक्त चाहिँ पालिका भएकोले गर्दा यहाँका पर्यटकीय क्षेत्रलाई कृषि र पर्यटनलाई सँगै जोडेर हामीले लाने प्रयास गरिरहेका छौँ। केराबारी गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्र भनेको केराबारी 4 मा रहेको तोपथुम्की डाँडा छ। त्यसले अहिले चाहिँ विभिन्न सामाजिक सञ्जालमा चाहिँ छाइरहेको अवस्था छ। केराबारी 1 मा जैतुन पार्क भन्ने छ, त्यस्तै केराबारी 2 मा जेफाले टावर जुन चाहिँ पूर्वकै सबैभन्दा फेमस टावरमा गनिन्छ अहिले पनि छ। केराबारी 3 मा मगर सङ्ग्रहालय नामको टावर छ एउटा, लगायत अरू यहाँ पनि धेरै सिमसारहरू छन्, धेरै मठ मन्दिरहरू छन्, धेरै गुफाहरू पनि छन् यहाँनिर। अहिले यी सबैलाई चाहिँ समेटेर एकीकृत पर्यटकीय योजना गुरु योजना पनि हामीले तयार गरिसकेको अवस्था छ। तर त्यसलाई कार्यान्वयन गर्नको निम्ति हामीसँग सुरक्षा रकम ल्याएर दिनुहुन्छ हजुर? पक्कै पनि अब हामी निर्वाचित भएर आउनुभन्दा अगाडिको केराबारी र हामी निर्वाचित भइसकेपछिको केराबारीमा पक्कै पनि यहाँको स्थानीय र यहाँ अब आउनुहुने विभिन्न बाहिर ठाउँबाट आउने पर्यटकहरूले पनि केही महसुस गर्नुहुन्छ भन्ने हामीलाई पनि लागेको छ। तर त्यो पक्कै पनि अब पर्याप्त छैन। बाँकी रहेका विकास निर्माणका कामहरू, यहाँको चाहिँ स्थानीयलाई रोजगार दिने कामहरू, पर्यटकीय, कृषि, शिक्षा, स्वास्थ्य होइन, खानेपानी लगायतलाई समेटेर अब यहाँको जनतालाई अधिकतम थोरै लगानीमा अधिकतम सेवा सुविधा दिने गरी हामीले योजना बनाएका छौँ। र मलाई लाग्छ
त्यसमा हामीले 100% नभए पनि 50-60% चाहिँ सफल भएको। अब 1 वर्षमा अन्य कामहरू घर घरमा उहाँहरूको घर घरमा गएर उहाँहरूलाई हामीले भेटघाट गरेको छौँ र अति पूर्ण अशक्त अपाङ्गलाई पनि हामीले घर घरमा ओछ्यान परेका अपाङ्ग अशक्तहरू कति छ के अरे त्यो डेटा चाहिँ हामीले कुन वार्डमा कति छ नछुटाइकन उहाँहरूलाई हामीले फर्स्ट स्टेसनको सामग्री र सामान्य फलफुल लिएर घर घरमा गएर उहाँहरूलाई भेटघाट गर्दा चाहिँ कतिपय ठाउँमा चाहिँ पशुको थलामा पशुको व्यवहार गरेर राखेको पनि पाइयो र त्यो चाहिँ उहाँको अभिभावकलाई उहाँको गार्जनलाई चाहिँ हामीले उहाँ पनि एउटा मानव हो, अपाङ्गता हुनु उहाँको गल्ती होइन। कम्तीमा उहाँले पनि एउटा घरको परिवारको सदस्य सरह चाहिँ एउटा घरमा कोठा पाउनुपर्छ। केही समय पछाडि हामी अनुगमन आउँदा उहाँलाई यही अवस्थामा पाइयो भने राज्यले दिएको सुविधा सेवा सुविधा जुन सामाजिक सुरक्षा भत्ताले पनि त उहाँलाई सामान्यतया त पुग्छ नि त, त्यो चाहिँ भत्ता चाहिँ नवीकरण हुँदैन। अब तपाईँहरूको कटौती हुन्छ भनेपछि पशुको थलाबाट घरसम्म लगेर राखेको त्यस्तो दयनीय अवस्थामा देख्दा एउटा मानव हो, ऊ अपाङ्ग भएको छ। राज्यले चाहिँ अब त्रिमासिक रूपमा 12,000 उसलाई भत्ता दिएको छ, तर पनि त्यो के अरे पशुको थलामा पशु सर व्यवहार गरेर राखेको देख्दा चाहिँ एकदम दया लागेर आयो। भने चाहिँ हामीले कृषि उपसङ्कलन केन्द्र र प्रशासनिक भवन यो हाम्रै कार्यकालमा निर्माण भएको र 2 नम्बरको जुन वार्डको प्रशासनिक भवन अधुरो थियो अघिल्लो कार्यकालमा चाहिँ थालनी गरेको र हामी आएरै पुरा लिइसकिसकेपछि हामीले कपीलाई चाहिँ जस्तो यसपालिदेखि कक्षा 8 को परीक्षा पालिका स्तरीय परीक्षा हामीले सञ्चालन गरेका छौँ। त्यसलाई चाहिँ अब अलिकति भरपर्दो बनाउनको निमित्त हामीले अब परीक्षा केन्द्र तोक्ने, परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने, क्वेसनहरू हामीले निर्माण गर्ने अनि कपीहरू परीक्षण गर्ने कुराहरूलाई पनि व्यवस्थित हामीले गरेका छौँ र पालिकाबाटै परीक्षा सञ्चालन गरी परिणाम चाहिँ हामीले यहाँबाटै प्रकाशन गरेका छौँ। अब यो कृषि भवन भव्य रूपमा बनिएको छ, जनताहरूले पनि निकै आश गर्नुभएको छ। यसलाई सुचारू गरेर अगाडि बढाउनलाई के कस्तो अगाडि? अब कृषि भवन लगभग हामीले 3 करोडको लागतमा हामीले भवन निर्माण गरेका छौँ। त्यसलाई व्यवस्थित गर्नको लागि अहिले हामी छलफलकै चरणमा छौँ। विशेष गरी सहकारी क्षेत्र, कृषि र सहकारी क्षेत्रलाई प्रवर्धन गर्ने सवालमा हामीले सहकारी कर्मीहरू अनि जस्तो कृषि व्यवसायीहरू, कृषिमा अब कृषि पेसालाई अवलम्बन गर्ने हाम्रा कृषक दाजुभाइहरूसँग छलफल गरेर त्यसलाई हामीले एउटा मिश्रित प्रणालीबाट त्यो बजार व्यवस्थापन गर्ने भने छलफलको चरणमा सहकार्य गरेर होइन, हातमा हात साथमा साथ मिलाएर हामी अगाडि बढ्नुपर्छ। विकासमा राजनीति गर्नु हुँदैन, विकास भनेको साझा एजेन्डा हो, त्यसमा सबै एक भएर लाग्नुपर्छ। यदि त्यसो गरियो भने केराबारी गाउँपालिकाको विकास अवश्य हुनेछ, हामी गन्तव्यमा पुग्नेछौँ भन्ने कुरा म सम्पूर्ण केराबारी गाउँवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई र यहाँका राजनैतिक सङ्घ संस्था सबै व्यक्तिहरूलाई, राजनीतिक व्यक्तित्वहरू, सङ्घ संस्थाका व्यक्तिहरूलाई पनि हार्दिक साथ अगाडि बढाउन र यो प्रविधि सहितको गराउन के कस्ता काम गर्नु हजुर? यो केराबारी गाउँपालिकाको जनअपेक्षा अनुसार हाम्रो पालिकालाई चाहिने गुणस्तरीय जनशक्ति उत्पादनका सिलसिलामा यो विगत 4 वर्षमा चाहिँ हामीले यहाँ विज्ञान कक्षा सञ्चालनमा ल्यायौँ र विज्ञान कक्षा चाहिँ सञ्चालनमा ल्याइसकेपछि अलि यो विद्यालयको जुन स्थिति छ, जुन अवस्था छ, त्यो अवस्थामा केही परिवर्तन आएको छ। त्यसै गरी हामीले यो विद्यालय बस पनि केराबारी गाउँपालिकाको सहयोगमा भारतीय राजदूतावासबाट प्राप्त गऱ्यौँ र यही 4 वर्षभित्रमा हामीले चाहिँ यो जुन भारतीय दूतावासले बनाइदिएको जुन यो भवन थियो त्यसलाई हामीले यो सञ्चालनमा हस्तान्तरण गर्ने पनि सफल भयौँ। त्यसै गरी यो विद्यालय बस सञ्चालनमा ल्याइसकेपछि यस विद्यालयमा विद्यार्थीहरूको चाप पनि बढेको छ र हामी अहिले गुणस्तरीयता अभिवृद्धि गर्ने सिलसिलामा यस वर्ष हाम्रो विद्यालयले 83.5% एससीमा नतिजा हासिल गरेको छ। मैले त्यहाँ पर 7वटा लगाएको छु। अब यसबाट चाहिँ हामीले राम्रै लिएको छ। केराबारी अब हामीले दिने केराबारी बजारलाई पनि दिने हो। यहाँबाट राम्रै गर्दै हुनुहुन्छ, राम्रै छ। अब यहाँभन्दा पहिले थिएन, अहिले राम्रो हुँदै आएको छ, विकास हुँदै गएको छ। हस् त न्युज 99 एनपीटीभीमा विशेष गरेर केराबारी वडा नम्बर 3 को यो जैविक उत्पादन र रोड र यहाँको बिजुली बत्ती विविध कुरामा स्थानीय बासिन्दाले परिवर्तन विकासको महसुस गरेर केही विषयवस्तुलाई समेटेर केही बोलिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। गाउँपालिकाबाट चाहिँ त यो
बोलहरू आएको थियो त्यो पनि हामीले उहाँ बाटोदेखि हामीहरूले चाहिँ परबाट ल्याउनु बोकेर ल्यायौँ हामीले तिनवटा यो पिच कहाँसम्म भएको छ पिच यो भनेको चाहिँ यहाँ पर जोडाएको छौँ हामीहरूले है ठाडो पिच भएको र अनि त्यहाँदेखि तल यो टुक्रे टोल हामीले भन्छौँ है यता तल फ्याली कित्तासम्म हामीले चाहिँ जोडाएको छौँ त्यहाँदेखि बगरसम्म निकालेको छौँ यता चाहिँ कहाँसम्म छ यहाँ चाहिँ यो 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 योसम्म मात्रै छन् अनि जस पहिलाको भन्दा अहिले पिच भएपछि ठिक लाग्छ अहिले अहिले एकदम ठिकै छ परिवर्तन भइरहेछ अहिले पहिलाको के विकास गर्नुपर्छ होला विकास गर्न पहिलो कुरा हामीले अलिकति अब खानेपानीलाई पनि जोड दिनुपर्ने भएछ होइन खानेपानीको हामीलाई चाहिँ अलिकति हाम्रो 7 नम्बरको नरकटे र मुगु दुईटा खानेपानी हामीले यही खानेपानी चलिरहेछौँ हामीले मुगु खोलागारी खानेपानी भनेर यसलाई नामकरण गरेको छ खोल्ने काम र यो भित्तोसम्म है त्यो लाने काम भयो है अब यो म अध्यक्षको कार्यकाल चाहिँ कहाँदेखि भयो भन्दा हजुरहरू सायद आउँदाखेरि प्रगति चौक तल राम्रो पिच हो त्यहाँदेखि यो ठ्याक्कै 6 वर्षमा त्यो 1.5 लाख 2 लाख गरेर अनि जनताको सहभागिता भएर अनि त्यो भित्ता सुमन मिरिङ चाहिँ कतिको आउँछु है गरेर आएपछि अलिकति थोरै सुविधा भयो है अब त्यस पछाडि आएर चाहिँ अब यहाँ अवधारणाहरू आए है गिटी अलरेडी छापियो अनि त्यस पछाडि अहिले पालिका अध्यक्ष जो हुनुहुन्छ हाम्रो उहाँ आइसकेपछि हामीले धेरै अनुरोधहरू गऱ्यौँ है हामीलाई यो सुविधा भएन भनिसकेपछि उहाँले त्यसलाई सुधार गरिदिनु भयो र यो पिच बाटो भयो म अब छोटकट बत्ती खानेपानीको बारेमा विशेष कुरा राख्दिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू भेरी मच